मर्मतका यस्ता ट्रिक्स जुन प्राविधिकहरूले कहिल्यै भन्दैनन्। यो हेर्नुभयो भने अनावश्यक खर्चबाट बस्नुहुन्छ। 1. रबर रिङ सानो भएर हाल्न गाह्रो भएमा डोरी दोब्बर पारेर रिङभित्र छिराउनुहोस् र ग्रुभमा अड्काउनुहोस्। दुवै छेउ तानेपछि सजिलै बस्छ। 2. ड्रेन पाइपमा साइकलको इनर ट्युब लगाएर जिप टाईले कसेर ड्रेनभित्र हाल्नुहोस् र बाहिरपट्टि फर्काएर फिक्स गर्नुहोस्। यसले नालीको दुर्गन्ध रोक्छ। 3. तालाभित्र चाबी भाँचिएमा टुथब्रस काटेर आगोमा तताएर नरम बनाउनुहोस्। चाबीको प्वालमा हालेर चिसिएपछि तान्दा भाँचिएको चाबी टाँसिएर निस्कन्छ। कमेन्ट मात्र गरिदिनुस्, हामी फलो ब्याक गरिदिन्छौँ है। 4. नलको ह्यान्डल भाँचिएमा अस्थायी रूपमा चाबी राखेर स्क्रूले कस्नुहोस्, काम चल्छ। 5. झाडुको डाँठ फुस्किने समस्या भएमा डाँठको टुप्पो तताएर फेरि ह्यान्डल हाल्नुहोस्, फेरि कहिल्यै नखस्ने हुन्छ। 6. नल खोल्ने औजार छैन भने डोरी नलमा बेरेर त्यसमा स्क्रू ड्राइभर हालेर घुमाउनुहोस्, नल सजिलै खुल्छ। 7. डोरी चुन्डिन लागेमा दुवै छेउमा लुप बनाएर कमजोर भाग ती लुपभित्र छिराएर कस्नुहोस्, डोरी फेरि बलियो हुन्छ। 8. भल्भ भाँचिएमा प्लास्टिक बोतल आधा काटेर क्यापभित्र वाशर राखी स्क्रूले कस्नुहोस्। काठको डाँठमा राखेर तताउँदा बोतल खुम्चिन्छ र मजबुत हुन्छ, करिब 2 वर्ष चल्छ। 9. कराही वा भाँडाको ढकनीको ह्यान्डल भाँचिएमा पुरानो सोया ससको ह्यान्डल प्रयोग गर्नुहोस्। तातो किलले प्वाल पारेर स्क्रू र नटले कसेपछि अस्थायी ह्यान्डल तयार। 10. ग्यास चुलो छोड्ने बित्तिकै निप्छ भने सेन्सर सुई फोहोर भएको हो, स्यान्डपेपरले हल्का घिसार्नुहोस्, तुरुन्तै बल्छ। 11. चुलो नै नबल्ने भए बर्नरका प्वाल बन्द भएका हुन्छन्, तारले सफा गरेपछि फेरि बल्छ। 12. ठूलो बोल्ट खोल्ने रिन्च छैन भने लामो स्क्रू, वाशर र नट प्रयोग गरी चौडाइ मिलाएर खोल्न सकिन्छ। 13. सावर हेड चुहियो भने नयाँ किन्न हतार नगर्नुहोस्। हेड खोलेर ग्यास्केट र भित्री पाइप जाँच्नुहोस्, चुहिने भाग काटेर फेरि जडान गर्नुहोस्, अब चुहिँदैन। थप उपयोगी लाइफ ह्याक्सका लागि फलो गर्न नभुल्नुहोस्।